नमस्कार साथीहरू, वेलकम टु पार्ट 3 अफ द स्टडी पर्मिट सिरिज। र आजको यो भिडियोमा स्टडी पर्मिट एक्सटेन्ड गर्दाखेरि कुन कुन कुरामा ध्यान दिनुपर्छ, के डकुमेन्टहरू चाहिन्छ, फर्म कसरी भर्ने, सपोर्टिङ डकुमेन्टहरू के चाहिन्छ भन्ने कुराहरू चाहिँ म कभर गर्ने कोसिस गर्नेछु। सुरु गरौँ है त। तपाईँ यदि स्टडी पर्मिट एक्सटेन्ड गर्न खोज्दै हुनुहुन्छ भने सबैभन्दा पहिला बुझ्नुपर्ने कुरा भनेको तपाईँले जिसी की लगइन अप्सनबाट मात्रै स्टडी पर्मिट एक्सटेन्ड गर्न मिल्छ। यसमा चाहिँ अनलाइन पोर्टल अप्सन चाहिँ छैन। र आजको यो भिडियोमा चाहिँ जिसी की लगइन अप्सनबाट स्टडी पर्मिट कसरी एक्सटेन्ड गर्ने भन्ने कुराहरू चाहिँ म तपाईँलाई सिकाउँछु। सबैभन्दा पहिला तपाईँ गुगलमा जानुहोस्। गुगलमा गएर आइआरसिसी लगइन भनेर हान्नुभयो भने यो पेज खुल्छ। र यो पेज खुल्ने बित्तिकै त्यहाँ तल जानुभयो भने जिसी की अप्सन भन्ने छ यहाँ। अब यसमा तपाईँको अलरेडी एकाउन्ट छैन भने रजिस्टर फर एकाउन्ट गर्नु होला। अनि त्यसपछि त्यो एकाउन्ट बनिसकेपछि जिसिकीमा लगइन गरिसकेपछि तपाईँले यो खालको ड्यासबोर्डहरू त्यहाँ देख्नुहुन्छ। र यसमा गएर तपाईँले एप्लाई टु कम टु क्यानाडा गर्नु पर्यो। त्यो क्लिक गरिसकेपछि अब यसमा इन्टर यो पर्सनल रेफरेन्स कोड भनेको छ। हामीसँग त्यो रेफरेन्स कोड नभएको हुँदा आई डोन्ट ह्याभ अ पर्सनल रेफरेन्स कोड र आफूले चाहिँ यहाँ भिजिटर भिजा स्टडी अर वर्क पर्मिट एप्लाई गर्ने भनेर क्लिक गर्ने। अब यहाँ क्वेसनरहरू छ, यो चाहिँ अब हरेकको केसमा फरक एप्लाई हुनसक्छ, तर म एज अ इक्जाम्पल चाहिँ यहाँ क्विकली रन आउट गर्छु। यो सबै क्वेसनरहरू एन्सर गर्नुपर्ने हुन्छ। वाट यु वुड लाइक टु डु इन क्यानाडा स्टडी, हाउ लङ आर यु प्लानिङ टु स्टे इन क्यानाडा भनेको छ। यसमा चाहिँ मोर देन 6 मन्थै सेलेक्ट गर्नु होला। त्यही अनुसार तपाईँको डकुमेन्टहरू बनेर आउँछ। र तपाईँले लेस देन 6 मन्थ छ भने पनि मोर देन 6 मन्थै सेलेक्ट गर्नु होला। मेक इट इजी। सिलेक्ट द कोड द्याट एप्लाइड भनेको छ। यसमा चाहिँ अब नेपाल भइहाल्यो। NPL सेलेक्ट गर्नु, विच कन्ट्री अफ रेजिडेन्स क्यानाडा। Do you have a family member who is a Canadian citizen or permanent residence? अब तपाईँको केसमा के चाहिँ एप्लाई हुन्छ? कुनै फ्यामिली मेम्बर पर्मानेन्ट रेजिडेन्स गरेको छ भने एस लेख्नु, नत्र नो लेख्नु पर्यो। मैले चाहिँ अहिले इक्जाम्पलको लागि नो लेखेँ। अब यहाँ डेट अफ बर्थ तपाईँले हालेर चाहिँ अनि नेक्स्ट गर्नु पर्यो है त। डु यु ह्याभ अ प्रोभिन्सियल एटेस्टेसन लेटर? मैले पहिलो फर्स्ट भिडियो त पार्ट 1 सिरिज हेर्नुभयो भने त्यसमा चाहिँ मैले सर्टेन एक्जेम्सन कुन कुनमा एप्लाई हुन्छ भनेर लेखेको थिएँ। जस्तै तपाईँ स्टडी पर्मिट एक्सटेन्ड गर्दै हुनुहुन्छ सेम डिएलआई अथवा सेम इन्स्टिट्युसनमा सेम प्रोग्राममा तपाईँले एक्सटेन्ड गर्दै हुनुहुन्छ भने तपाईँ चाहिँ स्टडी पर्मिट एक्सटेन्ड गर्दा चाहिँ एटेस्टेसन लेटर त्यसको लागि चाहिँ चाहिँदैन। त्यो र यस आई मिट एक्सेप्सन फ्रम सबमिटिङ प्रोभिन्सियल अर टेरिटोरियल एटेस्टेसन लेटर भनेर चाहिँ सेलेक्ट गर्नु है त। यसमा चाहिँ सुरुमा स्टडी पर्मिट कसरी एक्सटेन्ड गर्ने भनेर गरौँ होइन। तपाईँको टेम्पोरेरी भिजा पनि यदि सिद्धिँदैछ भने यो पनि भिजा चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ। किनभने तपाईँको भिजा एक्सपायर भयो भने तपाईँ क्यानाडाबाट बाहिर जानुभयो र भित्र इन्ट्री चाहिँ पाउनुहुन्न। त्यही भएर यो भिजा स्टाटस के छ आफ्नो त्यो हिसाबले हेर्नु होला। अहिले चाहिँ म स्टडी पर्मिटमा मात्र फोकस गरेँ। त्यो क्लिक गरिसकेपछि युआर अलमोस्ट देयर भनेको छ, कन्टिन्यू। अब यसमा आर यु अकम्पनिङ अ फ्यामिली मेम्बर हु हेज अ स्ट्याटस इन क्यानाडा भनेको छ। अब यसमा तपाईँ फ्यामिली मेम्बरसँगै आउनुभएको छ, स्टडी पर्मिट एप्लिकेसनहरू सँगै एप्लाई गर्नुभयो, एकअर्कामा डिपेन्डेन्ट हुनुहुन्छ भने चाहिँ यस लेख्नु पऱ्यो। मैले चाहिँ नो लेखेर चाहिँ एप्लाई गर्दैछु। डु यु अल्सो वान्ट टु एप्लाई फर वर्क पर्मिट भनेको छ। तपाईँ को प्रोग्राममा आउँदै हुनुहुन्छ भने तपाईँलाई वर्क पर्मिट चाहिन सक्छ। त्यो चाहिँ आफ्नो हिसाबले हेर्नु होला। यो सिचुएसनमा मैले नो लेखेँ है त। अब यो सिचुएसनमा तपाईँले मेडिकल इक्जामहरू चाहिन्छ भनेको छ। अब यसमा कुनै क्याटेगोरीमा तपाईँ फिट हुनुहुन्छ भने त्यही अनुसार लेख्नु होला। यसमा चाहिँ मैले नो लेखेँ। डु यु वान्ट टु सबमिट एन एप्लिकेसन फर अ फ्यामिली मेम्बर्स? नो। नेक्स्ट। सो यसमा चाहिँ आर यु गिभिङ एक्सेस टु योर एप्लिकेसन भनेको छ। मैले चाहिँ म आफैले एप्लाई गर्दैछु, त्यही भएर कसैलाई पनि एक्सेस दिइनँ भनेर लेखेँ। इन पास्ट 10 इयर्स फिङ्गर प्रिन्ट सायद तपाईँ क्यानाडा इन्ट्री गर्ने बेला पक्कै पनि फिङ्गर प्रिन्टहरू दिनु होला, त्यही भएर यस लेखेँ मैले एन्सर। देयर आर फी एसोसिएटेड विथ दिस एप्लिकेसन भन्दाखेरि यस आई विल बी पेइङ माई अल एप्लिकेसन फी। एबल टु मेक अ डिजिटल कपी भनेको छ, यसमा यस लेख्नु होला। नेक्स्ट। विल यु बी पेइङ एप्लिकेसन फी भनेको छ। अब यसमा पनि मैले यस लेखेँ। नेक्स्ट भन्नु, कन्टिन्यू। रिभ्यू एन्सर है। अब यो सबै एकचोटि रिभ्यू गर्नु होला तपाईँले के लेख्नु भएको छ आफ्नो सिचुएसन अनुसार। अनि त्यसपछि कन्टिन्यू गर्नु।
अब यहाँ आएर बल्ल तपाईँको अब फर्महरू अपलोड गर्ने, सपोर्टिङ डकुमेन्टहरू बुझाउने, यसमा बल्ल हो त्यो सबै क्वेसनरहरू एन्सर गरिसकेपछि र यसमा देख्नुभयो होला तपाईँले फर्स्टमा यो इम्पोर्टेन्ट फर्म छ, आइएमएम 5709 फर्म। यो चाहिँ मस्ट हो, यो फिल आउट गर्नुपर्ने हुन्छ। त्यसपछि त्यो सबै गरिसकेपछि तपाईँको सपोर्टिङ डकुमेन्टमा र प्रुफ अफ प्रोभिन्सियल एटेस्टेसन लेटर चाहिँ यदि तपाईँ क्यानाडामा हुनुहुन्छ र स्टडी पर्मिट एक्सटेन्ड गर्दै हुनुहुन्छ सेम इन्स्टिट्युसनमा सेम प्रोग्राममा भने चाहिँ तपाईँलाई प्रोभिन्सियल एटेस्टेसन लेटर चाहिँ चाहिँदैन। यो केसमा चाहिँ तपाईँले लेटर अफ एक्सप्लेनेसन लेखेर अनि त्यसको तल चाहिँ स्टडी पर्मिट एट्याच गरेर एउटा सिङ्गल फाइल बनाएर अपलोड गर्न सक्नुहुन्छ। अर्को भनेको लेटर अफ इनरोलमेन्ट भन्ने छ। यो युनिभर्सिटीबाट तपाईँले इमेल गर्नुभयो भने यो पठाइदिन्छ। म तपाईँलाई क्विकली त्यो फर्मेट पनि देखाउँछु। पासपोर्टमा चाहिँ पासपोर्टको फर्स्ट पेज, सेकेन्ड पेज, जति पनि उसमा स्ट्याम्पहरू छ, पासपोर्टको ट्राभल हिस्ट्री छ भने हरेक पेज चाहिँ तपाईँले स्क्यान गरेर सिङ्गल फाइल बनाएर अपलोड गर्नुपर्ने हुन्छ। यसको केसमा चाहिँ, पासपोर्टको केसमा प्रुफ अफ फाइनेन्सियल सपोर्ट पनि म तपाईँलाई क्विकली देखाउँछु त्यो कस्तो हुन्छ भनेर। अनि डिजिटल फोटो चाहिँ तपाईँले लन्डन ड्रग्स, वालमार्टमा गएर पनि मैले स्टडी पर्मिटको लागि एप्लाई गर्दैछु भनेर भन्नुभयो भने उनीहरूले एउटा सर्टेन रिक्वायरमेन्टमा चाहिँ तपाईँलाई फोटो दिन्छ अनि त्यही फोटो चाहिँ तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। अनि मैले अर्को फिल गर्ने फर्म भनेको चाहिँ क्लाइन्ट इन्फर्मेसनमा लेटर अफ एक्सप्लेनेसन, जसमा चाहिँ मैले किन स्टडी पर्मिट एक्सटेन्ड गर्न खोजिरहेको छु त भनेर अलिकति एक्सप्लेनेसन दिएर त्यो पनि मैले चाहिँ अपलोड गर्छु। आइएमएम 5257 जुन फर्म छ, यो चाहिँ तपाईँले फर्म भर्नु पर्दैन, किनभने आउटसाइड अफ क्यानाडा तपाईँ यदि इन्टर गर्न खोज्दै हुनुहुन्छ क्यानाडा भने चाहिँ त्यतिखेर तपाईँलाई भिजा चाहिन्छ, त्यतिखेर चाहिँ त्यो फर्म भर्नु पऱ्यो। तर तपाईँ यदि क्यानाडामा अलरेडी हुनुहुन्छ भने त्यो फर्म चाहिँ फिलअप गर्नु चाहिँ पर्दैन है त। अनि फी चाहिँ $150 भयो। र म क्विकली तपाईँलाई आइएमएम 5709 फर्म चाहिँ कस्तो हुन्छ भनेर देखाउँछु है त। र यो तपाईँको आइएमएम 5709 फर्म र यसमा क्विकली ध्यान दिनुपर्ने कुराहरू म क्विकली वर्कआउट गर्छु यहाँ। जस्तै तपाईँको युसिआई नम्बर भनेको स्टडी पर्मिटमा तपाईँको युसिआई नम्बर हुन्छ। मैले जस्ट इक्जाम्पल 1 2 3 4 5 6 लेखेको छु। सर्भिस इङ्ग्लिस भइहाल्यो, एप्लाई फर स्टडी पर्मिट भइहाल्यो। यो चाहिँ तपाईँले पज गरेर पछि हेर्न सक्नुहुन्छ। र म क्विकली जान्छु। फर्स्ट नेम लास्ट नेम भइहाल्यो, इजी भइहाल्यो, डेट अफ बर्थ, सिटी, प्लेस अफ बर्थ, कन्ट्री अफ सिटिजनसिप, करेन्टली तपाईँ क्यानाडामा बस्नु भएको छ। अनि यसमा चाहिँ तपाईँले अलिकति ध्यान दिनुपर्ने कुरा के हो भने कन्ट्री अफ रेजिडेन्स भनेको छ होइन, फ्रम कतिदेखि कतिसम्म। यसमा चाहिँ अब तपाईँ कहिले आउनुभयो होइन क्यानाडा, त्यहाँदेखि सुरु हुने भयो। अनि यो इन डेट चाहिँ तपाईँको स्टडी पर्मिट कहिलेसम्म, त स्ट्याटस कहिलेसम्म भ्यालिड छ त्यो डेटहरू त्यहाँ लेख्न सक्नुहुन्छ। त्यो चाहिँ इजी नै भइहाल्यो। अब यसमा चाहिँ ड्युरिङ पास्ट 5 इयर्स तपाईँ कुनै देशमा चाहिँ मोर देन 6 मन्थ बस्नु भएको छ भने त्यसको डिटेल पनि हाल्नु पऱ्यो। मैले चाहिँ नो लेखेको छु अहिलेको केसमा चाहिँ। म्यारिटल स्ट्याटस, सिङ्गल म्यारिड के हुनुहुन्छ त्यही अनुसार लेख्नु होला। यसमा यो सकिहाल्यो। त्यसपछि सेकेन्ड पार्टमा पर्सनल डिटेल्सहरू, हेभ यु एभर गिभन टेस्ट भनेको छ, मैले चाहिँ यस लेखेँ। तपाईँहरू आउँदाखेरि पक्कै पनि इङ्ग्लिस टेस्ट धेरै आउनुभयो होला। डिटेलमा यहाँ पासपोर्ट तपाईँको कहिलेदेखि कहिलेसम्म भ्यालिड छ त्यो सबै कुराहरू लेख्नु पऱ्यो। त्यो सबै गरिसकेपछि नेसनल आइडेन्टिटी डकुमेन्ट भनेको छ। अब नेपालमा चाहिँ राष्ट्रिय परिचय पत्र चाहिँ अहिले रिसेन्टली आइरहेको छ। तपाईँहरूसँग छ भने त्यसको डिटेल हाल्नु होला, छैन भने नो गरिदिएँ भन्नु है। युएसपिआर कार्डमा सबै नो भइहाल्यो। कन्ट्याक्ट इन्फर्मेसनमा तपाईँको होम एड्रेसहरू के छ, अनि सेम एज मेलिङ एड्रेस भनेर लेख्नु होला, फोन नम्बर, त्यो सबै इजी नै भइहाल्यो। प्रिटी मच क्लियर नै छ होइन। अब यहाँ डेट एन्ड प्लेस अफ यर ओरिजिनल इन्ट्री टु क्यानाडा भनेको छ। अब कहिले ल्यान्ड गर्नुभयो क्यानाडा होइन, त्यो डेट, अनि त्यसपछि कुन चाहिँ एयरपोर्टमा ल्यान्ड गर्नु होला। मैले टोरोन्टो इन्टरनेसनल एयरपोर्ट भनेर लेखेको छु। डेट एन्ड प्लेस अफ यर मोस्ट रिसेन्ट इन्ट्री, तपाईँ बिचमा चाहिँ ट्राभल गर्नुभयो आउटसाइड अफ क्यानाडा भने चाहिँ त्यो पनि लेख्नु पऱ्यो, अनि प्लेस पनि लेख्नु पऱ्यो। र यदि ट्राभल गर्नुभएको छैन, पहिला जे छ त्यो नै हो भने चाहिँ तपाईँले त्यसलाई इम्टी छोड्न सक्नुहुन्छ। होइन, डकुमेन्ट नम्बरमा आएको छ। डकुमेन्ट नम्बरमा चाहिँ तपाईँको चेन्ज भएको छैन। डकुमेन्ट नम्बर तपाईँले केही एप्लाई गर्नु भएको छैन, स्टडी पर्मिट अथवा वर्क पर्मिटहरू केही एप्लाई गर्नु भएको छैन, कोअपको लागि नयाँ डकुमेन्ट नम्बर केही पनि छैन भने पुरानो जुन स्टडी पर्मिट नम्बर छ त्यो नै नम्बर यहाँ हाल्नु मिल्यो है। डिटेल अफ इन्टेन्डेड स्टडी इन क्यानाडा भनेको छ। यसमा युनिभर्सिटीको कुन कुन युनिभर्सिटीमा के प्रोग्राम, एड्रेस सबै हाल्नु पऱ्यो, इजी नै भइहाल्यो। र डिएलआई नम्बर भनेको छ, यो चाहिँ तपाईँले गुगलमा गएर डिएलआई क्यानाडा भन्नुभयो भने गभर्मेन्टको वेबसाइटमा चाहिँ यो सबै नम्बर, कुन कुन युनिभर्सिटीको सबै सबै नम्बरहरू हेर्न मिल्छ। त्यहाँबाट तपाईँले डिएलआई चाहिँ पिकअप गर्न मिल्यो है त। ड्युरेसन अफ एक्सपेक्टेड स्टडी भनेको छ, यो चाहिँ अलिकति यहाँ ट्रिकी रहेछ। यसमा चाहिँ आजको जुन फर्म भर्ने डेट छ आज तपाईँको, त्यही डेट हाल्नु होला। अनि त्यसपछि कहिलेसम्म छ, जस्तै अगस्तमा तपाईँले 6 मन्थ जतिको स्टडी पर्मिट सोच्दै हुनुहुन्छ भने मैले चाहिँ सेप्टेम्बर 30 लेखेँ। तपाईँको केसमा चाहिँ 6 मन्थ, 4 मन्थ कति एक्सटेन्ड गर्न खोज्दै हुनुहुन्छ त्यही अनुसार त्यहाँ चाहिँ डेटहरू आफ्नो एक्सपेक्टेसन अनुसार हाल्नु होला। कस्ट अफ माई स्टडिज भनेको छ, यो ट्युसन फी तपाईँको जस्तै एउटा सेमेस्टर बाँकी छ भने यति $7,000 मैले रफली लेखेँ। 2टा सेमेस्टर बाँकी छ भने $14,000।
रुम एन्ड बोर्ड भनेको छ। अब यसमा चाहिँ मैले $7,000 लेखेको छु, एजुमिङ होइन मैले 4 मन्थ्स जति मलाई चाहिँ चाहिन्छ। एउटा सेमेस्टर बाँकी छ, एउटा सेमेस्टरको लागि $7,000 मैले तिर्नुपर्ने ट्युसन फी। अनि यो चाहिँ लिभिङ एक्सपेन्स। अब यो कसरी इभ्यालुएट गरेँ मैले भन्दाखेरि, मैले लास्ट टाइम फर्स्ट आई थिङ्क फर्स्ट पार्ट मा चाहिँ के भनेको थिएँ भन्दाखेरि एटलिस्ट $20,635 चाहिँ लिभिङ एक्सपेन्सेस एनुअली चाहिँ एटलिस्ट गभर्मेन्टले चाहिँ त्यो खालको एउटा बेन्च मार्क राखेको छ। त्यही अनुसार डिभाइड बाई 12 गरेँ अनि मल्टिप्लाई बाई 4 गर्दाखेरि लगभग $7,000 आयो। यति चाहिँ अमाउन्ट हुनुपर्ने भन्ने कुराहरू चाहिँ त्यहाँबाट थाहा भयो अनि त्यसपछि मैले त्यति अमाउन्ट लेखेको हो। अब तपाईँको टोटल फन्ड एभाइलेबल भनेको यो दुइटालाई मैले जोडेर $14,000 जति छ भने होइन, अब यो भनेको मतलब तपाईँको ब्याङ्क एकाउन्टमा $14,000 हुनुपर्छ भन्ने होइन। जस्तै तपाईँले चाहिँ नेक्स्ट 4 मन्थमा तपाईँको स्यालेरीहरू आउला पार्ट टाइम जबबाट, त्यो सबै कलेक्ट गर्दाखेरि लगभग $7,000 चाहिँ तपाईँको हुनु पऱ्यो। $7,000 तपाईँले ट्युसन फी तिरिसक्नु भयो। त्यति रफली छ भने चाहिँ फेरि प्रुफ तपाईँले पछि देखाउनु पर्ने हुन्छ कति छ, त्यही अनुसार तपाईँले मिलाउनु होला। तर गभर्मेन्टको वेबसाइट अनुसार चाहिँ एटलिस्ट 1 सेमेस्टरको लागि 4 मन्थ्सको लागि $7,000 चाहिँ लगभग हुनुपर्छ भन्ने छ लिभिङ एक्सपेन्सको लागि, जसले गर्दा अलिकति सेफ साइडमा हुनुहुन्छ होइन। अब यो सबै एक्सपेन्सेस म आफैले तिर्छु भनेको छु। अब यसमा चाहिँ वर्क पर्मिट मैले एप्लाई गरेको छैन, तपाईँ गर्नुभएको छ भने यस लेख्नु होला, मैले नो लेखेँ। त्यो सबै गरिसकेपछि यहाँ चाहिँ अब एटेस्टेसन लेटर पनि मागेको छ। यदि तपाईँसँग अलरेडी एटेस्टेसन लेटरहरू छ भने यसमा लेख्नु होला, एक्सपायरी डेटहरू लेख्नु होला होइन, छैन भने चाहिँ यसमा परेन। अब यो एजुकेसन हिस्ट्रीमा जस्तै नेपालमा तपाईँले ब्याचलर्स गरेर आउनुभएको छ भने यहाँ लेख्नु होला, डिप्लोमा कोर्सहरू छ भने पनि यसमा चाहिँ तपाईँले त्यो ब्याकग्राउन्ड चाहिँ एजुकेसनको लेख्नु होला। इम्प्लोइमेन्टमा तपाईँले कहाँ काम गर्नुभयो, यहाँ क्यानाडा आएपछि हरेक कुराको डिटेल चाहिँ यसमा लेख्नु होला है त। त्यति गरिसकेपछि ब्याकग्राउन्ड इन्फर्मेसन यहाँमा आएको छ। र यसमा चाहिँ मैले अलिकति एक्सप्लेनेसन देखेको छु, किनभने आई एप्लाइड फर द स्टडी पर्मिट इन 2023, इट वाज एप्रुभ इन March 13, 2023, डकुमेन्ट नम्बर, एप्लिकेसन नम्बर। जस्ट तपाईँले चाहिँ आफ्नो केसमा के चाहिँ एप्लाई हुन्छ त्यही अनुसार लेख्नु होला है। अब यो दुइटै अप्सनमा मैले चाहिँ पोलिटिकल पार्टी पनि छैन, त्यसपछि कुनै ट्रिटमेन्ट नो भयो है। यो सबै लेखेपछि मैले चाहिँ कन्सेन्टमा यस लेखेँ, त्यसपछि यहाँ जान्छु म अनि भ्यालिडेट गर्छु। भ्यालिडेट गरिसकेपछि यसलाई प्रिन्ट आउट गर्छु। प्रिन्ट आउट गरिसकेपछि यहाँ साइन गर्छु, यहाँ डेट लेख्छु, स्क्यान गर्छु अनि डकुमेन्ट चाहिँ सेभ गर्छु। यो सबै गरिसकेपछि त्यो फर्म चाहिँ मैले यहाँ अपलोड गर्छु। यसमा चाहिँ अब फर्म लास्ट नेम, फर्स्ट नेम अनि फर्मको नाम हालेर चाहिँ अपलोड गर्छु है त। यसमा चाहिँ इनरोलमेन्ट लेटर क्विकली एक्सप्लेन गर्छु है त तपाईँहरूलाई। मैले अघि पासपोर्टको बारेमा त भनिसकेँ। अब लेटर अफ इनरोलमेन्ट कसरी लिने त भन्दाखेरि तपाईँले क्विकली युनिभर्सिटीलाई इमेल लेख्न सक्नुहुन्छ, जुन चाहिँ रजिस्ट्रार अफिस होस् अथवा एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट कुन चाहिँ ह्यान्डल गर्छ तपाईँको युनिभर्सिटीमा, त्यहाँ त्यही अनुसार तपाईँले यो क्विकली इमेल लेख्न सक्नुहुन्छ। मैले यहाँ स्याम्पल मात्र लेखेर पठाएको छु कसरी इमेल लेख्ने भनेर। अनि तपाईँले चाहिँ मेरो नाम यो हो, म युनिभर्सिटीमा यो पढ्छु, मलाई चाहिँ लेटर अफ इनरोलमेन्ट यो कुराहरू चाहिन्छ भनेर लेखेर पठाउनु भयो भने, अथवा कुनै कुनै युनिभर्सिटीमा चाहिँ पोर्टलमा पनि त्यो रिक्वेस्ट गर्न चाहिँ मिल्छ। अब तपाईँको युनिभर्सिटीमा के छ त्यही अनुसार लेटर अफ इनरोलमेन्टको चाहिँ रिक्वेस्ट पठाउनु होला। त्यसपछि लेटर अफ इनरोलमेन्ट चाहिँ यस्तो खालको हुनु पर्यो, युनिभर्सिटीले आफ्नो होइन टु हुम इट मे कन्सर्न भनेर तपाईँको फुल नेम, नेम अफ इन्स्टिट्युसन्स, आइडी नम्बर अनि तपाईँको कहिले करेन्टली स्टुडेन्ट हो होइन, फीहरू नेक्स्ट सेमेस्टरको लागि तिरिसकेको छ, एक्सपेक्टेड डेट्स अफ ग्रेजुएसन यो हो भनेर यो खालको इन्फर्मेसनहरू चाहिँ उनीहरूले प्रोभाइड गर्नु पऱ्यो। अनि लास्टमा तपाईँले चाहिँ त्यो डकुमेन्टको लास्टमा चाहिँ एट्याच होइन ट्रान्सक्रिप्टहरू एट्याच गरेर अनि एउटा सिङ्गल डकुमेन्ट बनाएर चाहिँ सेभ गर्नु होला यो फाइल। लेटर अफ इनरोलमेन्टको डकुमेन्ट चाहिँ यहाँ अपलोड गर्न सक्नुहुन्छ है त। लास्ट नेम, फर्स्ट नेम अनि लेटर अफ इनरोलमेन्ट भनेर लेखेर यहाँ अपलोड गर्नु होला। त्यसपछि प्रुफ अफ फाइनेन्सियल सपोर्टमा चाहिँ मैले रफली बनाएको छु। जस्तै मैले आफ्नो नामहरू डिटेलहरू लेखेँ टु द इमिग्रेसन अफिसर भनेर। यो फाइनेन्सियल डकुमेन्ट चाहिँ होइन मैले चाहिँ यो कुरा फाइनेन्सियल डकुमेन्टमा यो कुराहरू लेखेको छु। पर्सनल सेभिङमा अब तपाईँको कस्तो खालको डकुमेन्ट नेक्स्ट 4 मन्थमा $5,000 एकाउन्टमा हुन्छ भने त्यो खालको डकुमेन्ट लेख्न सकिन्छ। र यो चाहिँ तपाईँको ब्याङ्क स्टेटमेन्टहरू सबै बुझाउनु पर्ने हुन्छ, त्यहाँ फेक चाहिँ नलेख्नु होला, आफ्नो जे छ जेन्युन त्यही अनुसार। पर्सनल सेभिङमा यति छ, मैले चाहिँ ब्याङ्क स्टेटमेन्टहरू एट्याच गरेको छु लास्ट 4-5 मन्थ्सको भनेर चाहिँ त्यो लेख्नुभयो भने, अनि प्रुफ अफ इम्प्लोइमेन्ट लेटर र अनि पे स्टम्प्स तपाईँको लास्ट 4 मन्थ्सको पे स्टम्प अनि इम्प्लोयर लेटर चाहिँ यो मा चाहिँ काम गर्छ यसले भनेर एउटा लेटर, अनि फुल टाइम अथवा पार्ट टाइम यो जब गर्छ, यति आवर यति कमाउँछ
भनेर चाहिँ एउटा लेटर अफ इम्प्लोइमेन्ट चाहिँ चाहियो। त्यो भइसकेपछि 3टा डकुमेन्ट, एउटा भनेको ब्याङ्क स्टेटमेन्ट जसमा चाहिँ तपाईँको ब्याङ्कमा कति ब्यालेन्स छ भन्ने कुरा भयो, अनि पे स्टबमा चाहिँ तपाईँको कति कति स्यालेरी छ, पार्ट टाइममा कति कमाउनुहुन्छ भन्ने हिसाबले। अनि त्यसपछि प्रुफ अफ इम्प्लोइमेन्टले पनि तपाईँलाई चाहिँ यो उसमा चाहिँ काम गरिरहेको छ भनेर एउटा अलिकति सपोर्टिभ डकुमेन्ट बन्न सक्छ। यो 3टा डकुमेन्ट तपाईँले गरिसकेपछि अनि यसमा चाहिँ एट्याच गर्नु, त्यो लेटर लेखिसकेपछि माथि चाहिँ त्यो लेखिसकेपछि ब्याङ्क स्टेटमेन्ट अनि प्रुफ अफ इम्प्लोइमेन्ट जुन लेटर छ इम्प्लोइमेन्टबाट, इम्प्लोयरबाट जुन लेटर छ त्यो लेख्नु होला, अनि पे स्ट्याम्प लास्ट 4 मन्थ्सको यसैमा एट्याच गरेर अनि यो फाइललाई सेभ गरेर चाहिँ त्यो फाइनेन्सियल डकुमेन्ट चाहिँ तपाईँले अपलोड गर्न सक्नुहुन्छ। र अर्को भयो लेटर अफ एक्सप्लेनेसन। यो चाहिँ त्यो क्लाइन्ट इन्फर्मेसन भनेर जुन अप्सनल डकुमेन्ट छ त्यसमा चाहिँ मैले यो डकुमेन्ट चाहिँ अपलोड गर्न रिक्वेस्ट गर्छु। अब यसमा चाहिँ किन स्टडी पर्मिट एक्सटेन्ड गर्न खोज्दै हुनुहुन्छ भनेर चाहिँ अलिकति डिटेलमा मैले चाहिँ लेखेको छु होइन। जस्तै मैले यहाँ लेखेको छ रिजन चाहिँ मलाई चाहिँ एडिसनल कोर्स गर्नु पर्यो, त्यही भएर चाहिँ मलाई चाहिँ अनि डकुमेन्टहरू कलेक्ट गर्न पनि युनिभर्सिटीबाट टाइम लाग्छ, त्यही भएर मैले एक्सटेन्ड गर्न खोजेको भनेर रफली एउटा बनाएको छु। अनि यसमा चाहिँ लेटर अफ इम्प्लोइमेन्टहरू पनि मैले हालेको छु, प्रुफ्स अफ फाइनेन्सियल सपोर्टहरू सबै छ होइन। कपी अफ पासपोर्ट अनि करेन्ट स्टडी पर्मिटहरू पनि मैले अपलोड गरेको छु। अनि एक्सटेन्सन चाहिँ मैले यतिसम्म गर्न खोजिरहेको छु भनेर चाहिँ एउटा रिक्वेस्ट लेखेर चाहिँ त्यो एटेस्ट गर्नुभयो भने यसले पनि अलिकति हेल्प पनि गर्ने भयो। यही फर्मेटमा प्रोभिन्सियल एटेस्टेसन लेटर पनि तपाईँले बनाउन मिल्छ। जस्तै लेटर अफ एक्सप्लेनेसन, म अलरेडी क्यानाडामा छु, स्टडी पर्मिटमा यो युनिभर्सिटीमा यो प्रोग्राममा पढिरहेको छु, त्यसैले चाहिँ म चाहिँ आइएम एक्जेम्प्टेड फ्रम दि प्रुफ अफ एटेस्टेसन लेटर भनेर चाहिँ त्यो एक्सप्लेनेसन दिएर अनि स्टडी पर्मिट अनि त्यसको तल चाहिँ एट्याच गरेर त्यो डकुमेन्ट चाहिँ तपाईँले सेयर गर्न सक्नुहुन्छ है त। यति गरिसकेपछि $150 तपाईँले तिर्नु, सबमिट गर्न सक्नुहुन्छ। होपफुली आजको यो भिडियोले तपाईँलाई स्टडी पर्मिट कसरी एक्सटेन्ड गर्ने, कुन कुन डकुमेन्टहरू चाहिन्छ भन्ने कुराको अलिकति क्लियरिटी केही न केही दियो होला। र यति भन्दै म आजको लागि चाहिँ बिदा हुन चाहन्छु। खुसी रहनुहोस्, मस्त रहनुहोस्।